यसरी काट्नु पऱ्यो, चिल्लो पार्नु पऱ्यो है साथीहरू। सो यहाँ चाहिँ यस्तो फिनिसिङ चाहिँ यस्तो भइसक्यो। कस्तो छ अङ्कल ल भन्नु है। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। अनि अहिले चाहिँ म चाहिँ टक्क काम गर्दै हो, त्यही भएर यहाँ बुट्टीको काम है। तपाईँहरूलाई पनि थाहा होला लामाको बुट्टीहरू लगाउने सबै यस्तो टक्क हामीले बनाइन्छ। यहाँ चाहिँ लेमिनेसन गरिन्छ टक्क पारामा। अहिले चाहिँ म किन यस्तो ज्याकेटमा भन्नाले चाहिँ हामी मिसिनमा काट्दाखेरि चाहिँ कोर ज्याकेटहरू लगाउनुपर्छ, त्यही भएर चाहिँ हामी यहाँ टक्क मास्क साक्स लगाएर। अनि गर्मी चाहिँ गर्मी छ एकदम टक्क। हाम्रो चाहिँ यस्तो रहेको छ बुट्टीहरू चाहिँ है, टक्क यिनीहरू छक्क पारामा लेमिनेसन। यो चाहिँ यहीँको बुट्टीहरू हो। अनि यो चाहिँ हाम्रो बाहिरबाट आएको। अनि यहाँ चाहिँ लेमिनेसन अब प्लास्टिक हाल्नुपर्ने छ छक्क पारामा छक्क। अनि यहाँ चाहिँ हामीले लेमिनेसन गरेर गम हालेर राखेको। अनि यो चाहिँ हाम्रो सबै पुरा भइसक्यो लिनु आउने मान्छेहरूको है। टक्क पारामा यस्तो हुन्छ लेमिनेसन गरेपछि चाहिँ। अनि तपाईँहरू पनि आउनु सक्नुहुन्छ। अनि यहाँ यस्तो छ है, यिनीहरूको पनि सबैको हुन्छ छक्क पारामा छक्क है। दामी छ यस्तो। अनि यस्तो है, त्यस्तोहरू पनि सबको हुन्छ। अनि त्यही भएर यहाँ चाहिँ सबको हुन्छ। अनि तपाईँहरू पनि आउनु सक्नुहुन्छ। यहाँ चाहिँ लोकेसन हाम्रो रहेको छ 80 वर्ग अपोजिट है। यहाँ चाहिँ दाइको हो यहाँ चाहिँ। अनि हामी चाहिँ कामदार भनौँ न टक्क। यो रहेको छ हाम्रो चाहिँ बारी टक्क। हामी चाहिँ यहाँ कामसाम गरेर अनि यहाँ मिसिनमा घोट्नुपर्ने हाम्रो मिसिन रहेको छ। टक्क भर्खर घोट्दैछु टक्क है, घोट्दैछु यहाँ। यो बाहिरको अर्डर हो नि त, यो प्लास्टिक हाल्यो हामीले चाहिँ। अहिले औषधी मान्छे घोट्न बाँकी छ। अनि यस्तो छ हाम्रो भएको चाहिँ है, अझै घोट्न बाँकी छ। मिसिन यो भइहाल्यो, अलिकति ख्याल गरेर गर्नु पऱ्यो है। यहाँ नङ उडाइदिरहेको यो घोटिरहेको थियो नि त, ढ्याक्क छुएपछि उडाइदिरहेको। अनि यहाँ चाहिँ अलि राम्रोसित गर्नुपर्छ। तर काम त ठिकै हो है, यति अब काम त गर्नु परिहाल्यो। यहाँभित्र चाहिँ गर्नु छ हामी। प्लस अब यहाँ फ्यान पनि छ, फ्यान भएपछि शीतल हुन्छ। काम भनेको ठुलो सानो हुँदैन, त्यही भएर चाहिँ ढ्याक्क पारेर छ्याक्क है हुँदैछ हाम्रो यहाँ। अनि त्यही हो त्यो त आइरहेछ टक्क। अनि यहाँ चाहिँ टक्क बुट्टी हाल्दै टक्क पारामा लेमिनेसन गरिसक्यो। अब टक्क तपाईँहरूलाई चाहिँ अलिकति म काटेको देखाउने छु है, के हेरिदिनु होला। सो गाइज अब चाहिँ हामी मिसिन चलाउँछौँ टक्क पारामा छक्क है, यस्तो हुन्छ। अब म यति काटिदिन्छु, हेर्नु होला। काम गर्नु गाह्रो छ नि, सजिलो छैन नि। जुन काम पनि गाह्रो हेर्दा पो सजिलो लाग्छ। यसरी काट्नु है साथीहरू, यस्तो गरेर ठ्याक्क पेटमा ल्याइन्छ है। अलिक यहाँ राख्ने बुट्टी चाहिँ यसरी काटिन्छ है। हेर्दा पो अब सबैलाई चाहिँ एकैछिनमा हुन्छ भने गम सिक्नु टाइम लाग्छ नि त, आधी घन्टा जति लाग्छ। एउटा चाहिँ राम्रोसित सिकायो भने, किनभने पानी नपस्ने गरी गर्नु पऱ्यो। गम नउकिनु पऱ्यो, फेरि 2-3 दिनमा उक्यो भने गाह्रो हुन्छ नि त। तपाईँहरूलाई पनि पानी पस्यो भने बुट्टी कति महँगो तिरेर लगाइरहेको हुन्छ बुट्टीहरू होइन। पानी पस्यो भने त अनि बिग्रिन्छ। त्यही भएर लेमिनेसन गर्नु चाहिँ बौद्धमा आउनु होला। हामीले गाउँ चाहिँ अब तपाईँहरूले सुन्नु सक्नुहुन्छ है। हाम्रो धाउलाई काट्नुपर्छ।
सास लाउनुपर्छ बनाउँछ नि त त्यही भएर गाइस ध्यान दिएर गर्नु पर्यो मतलब यस्तो हुन्छ है ध्यान दिएर गर्नु अफ गरिदियो तयार भइसक्यो अब रिङ लाउनु पऱ्यो पल पार्नु पऱ्यो किलो पार्नु पऱ्यो है साथीहरू अङ्कलको टक्क पारामा कस्तो छ अङ्कल ल भन्नु है यहाँको फिनिसिङ राम्रो छ ठिक छ दुई तिनचोटि आइसकेर अङ्कल चाहिँ टक्क पारामा ल अब गर्नु होइन बनाइदिनु टक्क ठिक छ नि है सबै ठिक छ एकदम राम्रो छ यो गाइज अघिको फिनिसिङ चाहिँ कस्तो देखेँ तपाईँहरूले पनि होइन अनि त्यहाँ अङ्कललाई पनि लामा अङ्कललाई सोधेँ राम्रो छ फिनिसिङ राम्रो छ तपाईँहरूकोमा दुईचोटि आइसक्यो अरे अनि अरू ठाउँमा चाहिँ अलिक नराम्रो बनाउँदो रहेछ किनभने हामी चाहिँ राम्रै बनाइदिन्छौँ त्यही हो तपाईँहरू पनि आउनु सक्नुहुन्छ यो चाहिँ 80 बर्गरको अपोजिट हो होइन अब तपाईँहरूलाई पनि थाहा होला कोही कोहीलाई त अब कसको पसल भनेर है अब यो चाहिँ अब हाम्रो धाउदाईको हो है अनि त्यही हो अब तपाईँहरूलाई कतिलाई अब राम्रो बनाउँछ कि बनाउँदैन तपाईँहरूलाई थाहा छ अब कति अब लामो गुरुहरू आइरहेको हुन्छ होइन अब टन्नै हामीले अब 2-3 हजार पनि हानिसक्यो बुट्टीहरू अब त्यही हो तपाईँहरू अब आउनु सक्नुहुन्छ बौद्ध 80 बर्गर अपोजिट भनेपछि ठ्याक्क अन्डरग्राउन्डमा हो यो चाहिँ टक्क आउनु सक्नुहुन्छ बनाउनु सक्नुहुन्छ सबै लेमिनेसनहरू सबै गर्छ होइन त्यही भएर अनि अहिले खाजा खाने टाइममा भेटौँला है त साथीहरू सो गाइज हाम्रो चाहिँ यहाँ खाजा आइसक्यो है टक्क पारामा अब चाहिँ खानुपर्ने हुन्छ है त्यही हो साथीहरू भरे भेटौँला ल सो गाइज चाहिँ टक्क स्वागत हो भइरहेको छ है सबजना आफ्नो लागि टक्क भइरहेको छ भ्यू चाहिँ यस्तो छ बगाल टक्क पारामा छक्क ल साथीहरू आजको लागि यति नै अनि कस्तो लाग्यो यो कामको ब्लग है तपाईँहरूलाई पनि मनोरञ्जन गराइदिएँ त्यही हो जे छ त्यही देखाउनुपर्छ ब्लगमा अनि त्यही हो काम भइरहेको हुन्छ हाम्रो चाहिँ टक्क त्यही हो अर्को ब्लगमा भेट्नुपर्छ अनि तपाईँहरू पनि सन्चै होला म पनि सन्चै छु अर्को ब्लगमा भेटौँला है त जय नेपाल।